मैले 2 दिनमा नयाँ फ्रेन्ड मैले 2 दिनमा मैले नयाँ फ्रेन्ड 2000 वटा बनाएँ हैन। तर मैले 2 दिनमा 200 जनालाई पनि ब्लक गरेँ। मैले भिडियो स्टार्ट गर्छु, कन्टेन्ट क्रिएट स्टार्ट गर्छु भन्दा भन्दै लगभग 4 वर्ष बितिसक्यो क्या। यो आइडी खोलेको 4 वर्ष भइसक्यो। मैले तर एउटा पनि भिडियो राम्रोसँग पोस्ट गरेको थिएन। मैले यस्तो कन्टेन्ट बनाउँछु भन्ने खालको। अब मैले 2000 जनालाई भर्खर पहिले त मेरो 4 वर्षसम्मको मेरो फ्रेन्ड भनेको 500 जनासम्म मात्रै थियो। अहिले 2 दिनमा सिधै मेरो 2500-2600 साथी बनाइसकेँ मैले 2 दिनभित्र। त्यो कारणले गर्दाखेरि म अब यो कन्टेन्ट स्टार्ट गर्दैछु भनेर हैन। अब आफन्तहरूले अलि हुन्छ नि त, दायाँ बायाँ केही सोच्ने, त्यो गर्ने, कमेन्ट गर्ने, त्यस्तो 200 जनालाई मैले ब्लकै गरिदिएँ। अझ गर्छु, म अझ पनि गर्छु। अब कमेन्ट आउन म यो भिडियो पोस्ट गर्दैछु नि त, अब योमा पनि कमेन्ट आउँछ भनेपछि हैन म त्यो मान्छे त्यसलाई ब्लक चाहिँ 100% ब्लक हो कि म फिक्स ब्लक गरिदिन्छु म। यो अब मैले कन्टेन्ट क्रिएट गर्ने मैले स्टार्ट गरिसकेँ क्या आजदेखि भन्दाखेरि। अब गरिसकेँ मैले, म गर्छु, 1 गर्छु 2 गर्छु भन्दा भन्दै होइन मैले धेरै लगभग मेरो 4-5 वर्ष बितिसक्यो। 4 वर्ष मैले यो आइडी फेसबुक आइडी खोलेकै 4-5 वर्ष भइसक्यो। त्यो बेलादेखि मेरो 500 जना मात्रै फ्रेन्डमा मात्रै अड्काएको थिएँ मैले। हिजो अस्ति मैले होइन 2000 जनालाई, 2000 भन्दा नि प्लसलाई मैले फ्रेन्ड रिक्वेस्ट पठाएर मैले होइन मेरो फ्रेन्ड बनिसक्यो क्या 2000 जना। थ्याङ्क यू सो मच होइन फ्रेन्ड मेरो रिक्वेस्ट एक्सेप्ट गरेकोमा। अब आजदेखि चाहिँ म कन्टेन्ट बनाउँछु। अब कन्टेन्ट क्रिएटमा होइन दामी जसले पनि हो, म सबैलाई भन्छु कन्टेन्ट क्रिएट गर्नुपर्छ। गर, जसले पनि मेरो भिडियोको रिप्लाई दिनु छ भने, मतलब मलाई केही भन्नु छ भने मेसेन्जरमा नभन, मेसेजमा नभन, कमेन्टमा पनि त्यस्तो पर्दैन। सिधै भिडियो बनाएर मलाई रिप्लाई दियो क्या। अहिले चाहिँ म खेतमा पानी लगाइरहेको छु होइन, यता चरी भन्छन् हाम्रो यता चरी। जसले पनि अब भिडियो कन्टेन्ट क्रिएट गर्नु छ नि त, त्यसले यसरी नै भिडियो बनाउने हो क्या। हुँदैन, अलि बिल्ला लाग्छ, लाज लाग्छ, त्यो मैले बुझेँ है आफन्तदेखि दायाँ भयो। तर पछि भविष्य हेर्ने हो नि त, सबैको स्टार्ट त्यही नर्मल्लीदेखि हुँदैन नि त। हेर अब कसलाई हेर्ने हो, इन्डियादेखि हेर, नेपालदेखि हेर, त्यो एमआरबी भ्लगलाई हेर, राजकुमार थापा मगरलाई हेर, त्यसले पनि स्टार्ट कुन ठाउँदेखि स्टार्ट गरे हो, अहिले आएर कुन ठाउँमा पुगिसकेका छ ती केटाहरू। सौरभ जोशीलाई हेर, इन्डियाको एसियाकै पुरै नम्बर 1 मा आउँछन् सौरभ जोशी। त्यसको हेर्ने हो भनेपछि होइन जुन दिन सुरुमा त्यसले जुन भिडियो बनाएर त्यसले पोस्ट गरेको थियो भने मेरो त यो क्यामेरा अलि राम्रो भयो, राम्रो भन्दा नि अलि ठिकै छ। त्यसको त यति पनि थिएन, त्यो बेलादेखि त्यसले भ्लगिङ गरेको होइन। अहिले त्यो कहाँ पुगिसकेको छ यार। हेरेको छ कहिले त्यसको एकचोटि युट्युबमा गर नि त, सर्च गर त्यसको भिडियो हेर, सौरभ जोशीले कहाँदेखि गरेको थियो, अहिले के गर्दैछ त्यो मान्छे भनेर। माइन्ड खराब हुन्छ यार त्यसको त्यो भिडियो हेर्ने बित्तिकै। त्यसको अलिकति हुन्छ नि त त्यो अरूले भन्छ त्यो कुराहरू हेर्ने बित्तिकै। जसले पनि हो नि त, आफू नोकरी पनि गर्दै गर, काम गर्दैछ भने काम पनि गर्दै गर, तर भिडियो यस्तो टाइम निकालेर होइन दिनमा केही नभए नि 4-5 वटा भिडियो चाहिँ पोस्ट गर्नुपर्छ भन्ने मेरो धारणा छ। त्यो गर्नु पऱ्यो है, सबैले गर्नु पऱ्यो। जसले पनि कन्टेन्ट क्रिएट गर्नु छ, अगाडि बढ्नु छ भनेपछि होइन त्यसले गर्नु पऱ्यो। केही नभए नि यसरी क्यामेराको अगाडि आएर यस्तो क्यामेरा राखेर बोल्ने क्षमता त आउँछ, कम्तीमा बोल्न त सकिन्छ। ल है साथीहरू, अब होइन यस्तै हो कन्टेन्ट क्रिएटतिर अब म अघि बढिसकेँ। आजदेखि मैले गरिसकेँ 200 जनालाई मैले ब्लक हालिसकेँ, मेरो आफन्तहरू होइन 200 जनालाई ब्लक हालिसकेँ। अझै 150-200 जना जति आजी छ होइन, 500 जना मध्ये होइन त्यतिकै 400 जना मेरो आफन्तहरू मात्रै थियो। पहिला म सोच्थेँ कि आफन्तहरूको लागि रिक्वेस्ट पठाएपछि भइहाल्छ, तर होइन। मैले अब 2000 जना नयाँ साथीहरूलाई मैले गरेँ होइन, फ्रेन्ड पठाएर मेरो 2000 भन्दा प्लस जना साथी भइसकेको छ। अब मलाई त्यो आफन्तहरूको त्यस्तो जरुरत छैन। अझै जरुरत छ भनेपछि उहाँले मलाई मेसेन्जरमा केही मेसेज गरेर मलाई त्यो भन्न सक्नुहुन्छ होइन। त्यसको लागि चाहिँ केही छैन, मेसेन्जर मैले अनै राखेको छ। अब जसलाई पनि भन्नु छ मेरो फ्रेन्डहरू है, भर्खर आएको 2000 फ्रेन्डहरू, त्यसले सिधै भ्लग भिडियो कन्टेन्ट दिएर होइन त्योमा मलाई ट्याग गरेर मलाई भन्न मिल्यो। ओके।